यहाँको सिन हेर्नुहोस् कस्तो राम्रो छ। धानबारीको सिन हो यो चाहिँ हैन। वाउ व्हाट अ ब्युटिफुल प्लेस। हेलो, म चाहिँ अहिले कहाँ छु भनेपछि अहिले चाहिँ अलिक झापाको रिमोट एरियातिर छु हैन। अनि यता वरिपरि प्लेन एरिया देख्न सक्नुहुन्छ। यो चाहिँ पहाड एरिया चाहिँ हैन। अनि यहाँ चाहिँ जो रमाइलो छ ठाउँहरू। अनि अब झुलुङ्गे पुलतिर घुम्न जान आँटेको। यहाँ चाहिँ बाख्राहरू आउँदैछ हैन। बाख्राहरू रोडमा हिँडिरहेको छ र यिनीहरू चर्दैछ अहिलेको समयमा। हेलो बाख्रा, हेलो बाख्रा। बाख्राले पिसाब फेर्यो। बाख्राहरू मस्त घाममा चर्दैछ हैन। अनि वरिपरि यिनीहरू बाख्राहरू यस्तै एरियातिर बस्छ। फाइनली चाहिँ यो झुलुङ्गे पुल चाहिँ आइसक्यो हैन। अनि अब यहाँ फेरि पछाडि छ। अनि यहाँ जानेको अब एकछिन हिँड्ने हो त्यहाँ हैन। आजको मेन कन्टेन्ट यही हुनेछ। अब यो झुलुङ्गे पुलको माथि हेर्नु त यहाँ माथि चढ्न सकिन्छ सकिँदैन होला। यहाँ डेन्जर हुन्छ यहाँ माथि चढ्यो भने चाहिँ। तर यो कस्तो शानदार राम्रो देखिएको छ यतिकै हेर्दाखेरि। अब चाहिँ फेरि म हिँड्दैछु हैन। अनि हिँड्दा हिँड्दै अब पुलमाथि चढ्दैछु किनभने यहाँ माथि हल्लिन्छ अलिअलि। तर लामो छ यो पुल। यो पुल धेरै लामो छ। अनि यहाँ हेर्नुहोस् यसको लम्बाइ। लम्बाइ लामो छ नि। तर अहिले चाहिँ पानीहरू चाहिँ रहेनछ। पानीको आवाजहरू आएको छैन हैन। अनि पानीको आवाज नआएपछि यहाँ तल चाहिँ खासै खोलाहरू चाहिँ बगेको रहेनछ। अहिले अलिक सुक्खा सुक्खा मौसम रहेछ। कस्तो हल्लिरहेछ माथि हेर्नुहोस्। वायरै वायर छ। यहाँ चाहिँ सानोतिनो बाइकहरू पनि कुद्छ हैन। किनभनेपछि बाइकहरू चाहिँ अब यहाँबाट पास भइहाल्छ। बाइक कुदाउनको लागि बनाएको होला ठाउँ। मेरो पछाडिबाट मान्छेहरू पनि आउँदैछन् होला सायद। यता तल पनि राम्रो राम्रो देखिएको छ सिनहरू। तलको सिन पछाडिबाट चाहिँ बाइक आउँदैछ। बल्ल बल्ल गएछ बाइक पनि गयो। अब यता पारीसम्म त नजाऊँ होला। यहाँसम्म घुम्यो हैन। अब धेरै घुमेर पनि काम छैन। अनि अब फर्किनुपर्छ जस्तो छ। वरिपरिको सिनहरू हेर्नुहोस्। सानो बाछा चढ्दै रहेछ।